प्रचण्डे माकुने झले मसँग मात्र 45 मिनट टिकेर देखा मिडियाको माझ गणतन्त्र र राज संस्था नेपाली जनताले बहस गरेछन्। आज 1000 खरब भन्दा बढी पैसा नेपाली जनताको रगत बुझाएर तैँले कसलाई बुझाइस्? युरोपियन युनियनलाई। तैँले नेपालको प्रचण्डे तैँले नेपालको धर्म सांस्कृतिक र भत्काउनको लागि पुजारी मार्ने मन्दिर भत्काउने अधिकार तँलाई कसले दियो? टुली खेलमा ल्याएर चाहिँ अब बुढले कुल्चिएर चाहिँ कट हानेर चाहिँ दाँत झारेर नेपाली जनताले चाहिँ अब पचाएर छ नि।